नेपाल साथीहरू तपाईँलाई स्वागत छ एग्रो नेपाल अपडेट्स युट्युब च्यानलमा। एपोलो हाइड्रो पावर लिमिटेडले आज चैत्र 26 गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड पश्चात अब सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ निष्कासन गर्न लागेको हो। कंपनीले जारी पूंजी 57 करोड़ रुपया को 30% अर्थात 14 करोड़ 10 लाख रुपया बराबरको 14,10,000 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये 4,70,000 किता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 94,000 किता साधारण शेयर नेपाल सरकारको सम्बन्धी निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशी रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले सामूहिक लगानी कोषहरूका लागि 37,000 किता र कम्पनीका कर्मचारीहरूका लागि 18,800 शेयर बाँडफाँड गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा बाँकी रहेको 7 करोड़ 80 लाख 20,000 रुपया बराबरको प्रति शेयर ₹100 अंकित मूल्यका 7,80,200 किता साधारण शेयर सर्वसाधारण शेयर धनीहरूका लागि निष्कासन गर्न लागेको हो।